नमस्ते सबैजनालाई साउदी अरब जुबेलबाट यो अत्यन्तै दुःखद भिडियो हो हैन। यस्तो अवस्थामा अल्पत्र अवस्थामा पर्नु भएको दाइहरू हैन, अहिले कतिजना हुनुहुन्छ यहाँ? 8 जना हुनुहुन्छ हैन। धेरैजना बाहिरतिर पेप्सीको बोतलहरू टिपेर हैन गुजारा चलाइरहनु भएको छ उहाँहरू हैन। धेरै दिन भएको थियो, मैले पहिला पनि भिडियो हालेको थिएँ। अनि यस्तो अवस्थामा हिजो बेलुका बाहिर निकालेर यस्तो अवस्थामा सुत्नु भएको रहेछ। बेडहरू यस्तै छ। अनि यहाँ मोबाइल चार्जहरू यसरी गर्नुभएको रहेछ, वाइफाई उता रहेछ। अनि त्यसपछि चाहिँ उहाँहरूले भन्नुभएको मलाई फोन गरेर, भाइ आउनु न, केही कुराहरू राख्नु पर्यो भनेर म यहाँसम्म आइपुगेको छु। हाम्रो जुम्लाको दाइ हुनुहुन्छ। दाइ नमस्ते। हजुर नमस्कार। हजुर तपाईँको मेन पावरको नाम बताउनुहोस् त। मेन पावरको नाम चाहिँ हामी आएको चाहिँ सबैजनालाई पठाउनु चाहिँ सनराइज ग्लोबल नै हो। अलिक साह्रो बोल्नु है। सनराइज ग्लोबल। सनराइज ग्लोबल। यो मेन पावर कुन ठाउँमा छ भाइ? यो सिनामङ्गलमा छ। सिनामङ्गल तारापुरमा छ। यो कति भयो आउनु भएको तपाईँ बताउनुहोस्। आएको भयो अहिले 2 साल भइसक्यो। 2 साल भइसक्यो। कति महिनाको बाँकी छ पैसा स्यालेरी दिन? 10 महिनाको कुरा बाँकी छ। कतिजना छ यो 10 महिनाको नपाउने जति? 10 महिना नपाउने लगभग हामी 6 जना 7 जना जति। 7 जना 6 जना 7 जना जति हुनुहुन्छ। 7 जना। हजुर। तपाईँको घर चाहिँ जुम्ला होइन? घर चाहिँ नाम के हो? नाम जयसिंह महतो। कति पैसा तिरेर आउनुभयो? पैसा तिरेको उहाँ मैले त लगभग मेरो 240 गएको। 240 भन्दा पनि बढी 280 जति भेटायो। 280 जति भेटायो है। 280 दुःखद खबर छ। तर अहिले 9-10 महिनाको स्यालेरी पाएको छैन है। मेन पावरमा को हुनुहुन्थ्यो त्यहाँ? मेन पावरमा एजेन्ट भन्ने हाम्रै जुम्लाकै हो। हाम्रै आफ्नै नाता लाग्ने भिना पर्छ होइन। भिनाको नाम दिपक बुढा। दिपक बुढा है। उसले भन्यो ल राम्रै छ कम्पनी चाहिँ, आरामको प्रोजेक्ट हो, यस्तो यस्तो हो, यताउति यस्तो मेन पावरमा त्यस्तो ठाउँमा भिजा पनि कसैको आउँथेन थिएन। तपाईँहरूको त्यस्तो ठाउँमा भिजा लागेको छ, आरामको प्रोजेक्टमा राम्रो छ कम्पनी यताउति भनेर त्यो कुरा गर्थ्यो क्या। त्यो अहिले फ्राड छ कि सम्पर्क बिहेन छ। अनि यहाँको तपाईँको कम्पनीको नाम के हो त? यहाँ WKC है। आरामको प्रोजेक्टमा भनेर 81 WKCमा घुसायो। त्यस पछाडि हामीलाई त यहाँ आएपछि थाहा भयो कि अब यस्तो यस्तो कम्पनी छ भन्दाखेरि यहाँ फेरि कम्पनीले के भनिरहेको छ, पैसा तिरेको पनि उसले विश्वास गरे होइन कि फ्री भिजा फ्री टिकट रहेछ यसको होइन। अब उतातिर पैसा लमलम खायो। त्यही पनि ठिकै छ भन्ने कुरा अहिलेसम्म हामीले टेन्सन गरेका थिएनौँ। यत्रो महिना सेलरी नदिँदा पनि हामीले काम गरिरहेको थियौँ होइन। काम गरिरहेको थियौँ र पैसा दिन्छु भनेको थिएँ, देउला नि त भन्ने विश्वासले हामीले काम गरिरहेको थियौँ। अब यत्रो महिना भयो, 10 महिना भयो सेलेरी नदिँदा भने अब त्यो त फेरि काम गरिराख्नु पनि त आफूलाई पनि त मन लागेन कि लागेन। त्यही भएर काम छोडेर आएको। मैले 1-1.5 महिना भयो, 2 महिना भयो क्या हामी यहाँ रुममा बसेको छौँ। कहिले हिजो बेलुका कति बजे राति बाहिर निकालिदिएको? हिजो राति आएर जस्तै खानासाना बनाएर अब जस्तै कोही खाउँ भन्ने थियो, कोही के यताउति सबै थियो। कोही त्यो खाना तयारीमा थिए, खाना खान नदिएर सबैलाई बन्द गराएर रुम लक गरिदियो होइन? रुम लक गरेर बाहिर पठायो। अहिले बाहिर बसिरहनु भएको छ छतमा होइन। यहाँ देख्नुहुन्छ होइन, तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। रुमबाट बाहिर निकालिसक्यो भने यो छतमा मोबाइल चार्ज गर्ने पावर ब्याङ्कहरू यो सबै ल्याएर यहाँ आउनुभएको छ। पानीहरू यता राख्नु भएको छ। यस्तो अवस्थामा सुत्नु भएको। धेरैजना कचडा टिप्न गइसक्नु भएको रहेछ। अनि अहिले 8 जना मात्रै हुनुहुन्छ यहाँ। उहाँहरूको भिडियो बनाएको छु। दाइ नमस्ते। नेपाल घर कुन ठाउँ तपाईँको? सिरा जिल्ला हो। नाम के हो तपाईँको? देवनारायण सर। मेन पावरको नाम? सनराइज ग्लोबल सिनामङ्गल। कति पैसा तिरेर आउनुभएको? 2 लाख। 2 लाख तिरेर आउनुभयो। कति महिना भयो तपाईँले स्यालेरी नपाउनु भएको? 10-12 महिना। ओहो, पैसा पाएको छैन स्यालेरी? हिजो बेलुका क्याम्पबाट बाहिर निकालिदियो। खाना गाह्रो छ। पेप्सीको बोतल टिपेर खाना खाइरहनु भएको छ, गुजारा चलाइरहनु भएको छ होइन। अनि नेपाल सरकारलाई के भन्नुहुन्छ? छिटो उद्धार गराइदिनु पर्यो भन्न चाहनुहुन्छ? थ्याङ्क यू तपाईँलाई। हजुर नमस्ते। हजुर नमस्ते। नाम सहित बताइदिनुहोस् है। मेरो नाम राजु कुमार मुखिया। घर चाहिँ मेरो धनुषा। कति लाख लगाएर आउनुभयो? 2 लाख। 2 लाख। मेन पावरको नाम चाहिँ सनराइज ग्लोबल सिनामङ्गलमा छ। सिनामङ्गलमा छ है। हो। मेन पावरको मान्छेको नाम छ
वीरेन्द्र शाह वीरेन्द्र शाह हुनुहुन्छ यादव वीरेन्द्र यादव वीरेन्द्र यादव होइन हो। कति लाख लगाएर आउनुभयो 2,50,000 कति महिनाको स्यालेरी रोकेको छ मेरो 7 महिनाको 7 महिनाको दिएको छैन छैन। कति महिना भयो यो क्याम्पमा बसेको यो महिना भयो 4 महिना भयो 4 महिना भयो यो क्याम्पमा केही बसेको अवस्था राख्दैन कम्पनीले, खानापिना व्यवस्था के छ केही छैन। सबै सुत्नलाई यहाँ रुममा लक गरेर राखिदिएछ। मेरो मोबाइल पासपोर्ट सबै त्यसैमा छ, रुमैमा छ, सबै छ। कहिले निकालेको रुमदेखि बाहिर हिजै बेलुका हिजो बेलुका हो। अनि ल हजुर नमस्ते नमस्ते। ल नामसहित बताउने डिटेल चन्द्रमणि डिके लोहार, घर कुन ठाउँ रूपन्देही लुम्बिनी। अनि कति लाख लगाएर आउनुभयो 2,04,000। सनलाइन ग्लोबलबाट आउनुभएको तपाईँ अनि कति महिनाको स्यालेरी रोकेको छ 10 महिना। 10 महिनाको एउटै हो तपाईँ दुईजना हजुर। हिजो बेलुका क्याम्पबाट बाहिर निकालिदियो खानापिना अवस्था एकदम गाह्रो छ गाह्रो छ। नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ छिटो उद्धार दिनु होला भन्न चाहनुहुन्छ थ्याङ्क यू हजुरलाई ल तपाईँ बोल्नुहोस् नमस्कार हजुर नेपाल घर हजुर नेपाल धनुषा जिल्ला धनुषा जिल्ला अनि आउनुभएको कति भयो 2 साल 2 साल भयो हजुर कति लाख लगाएर आउनुभयो 2 लाख कुन मेन पावरबाट चन्द्र ग्लोबल्स सनलाइट ग्लोबलबाट आउनुभयो अनि तपाईँको स्यालेरी रोकेको कति महिना 10 महिना बाँकी 10 महिना रोकेको छ जुलाईदेखि पाएको छैन। पक्कै पनि अब खानाको लागि के छ व्यवस्था खानाको लागि धेरै गाह्रो छ। कम्पनीले केही चाहँदैन, केही दिएको छैन। यता बाटोमा बसेर कच्चा टिपी खाएर छु। पेप्सीको बोतलहरू जो मान्छेहरू खाएर फालेको हुन्छ त्यो टिपी खाना खाएर छु। पायो भने ठिक छ, नपायो भने भुकै बस्नुपर्छ, त्यस्तो अवस्था छ। हिजो कम्पनीले निकालिदियो। अब नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ नेपाल सरकारले यति भन्न चाहनुहुन्छ कि हामीहरूको जति छिटो हुन्छ त्यति छिटो उद्धार गरिदिनु होला। अनि अहिले हिजो बेलुकाबाट बाहिरै हुनुहुन्छ रुम लक गर्दै बाटो बाहिर हो। मेन पावरको नाम के भन्नुभयो चन्द्र ग्लोबल्स यहाँको कम्पनीको नाम WKC। थ्याङ्क यू ल दाइ जुम्लाको दाइ हुनुहुन्छ उहाँ चाहिँ होइन टोपी लगाएर के गर्ने यस्तै छ अवस्था गाह्रो छ नाम के हो तपाईँको गोरा बहादुर घर कुन ठाउँ जुम्ला कुन ठाउँ बाता कति महिना भयो आउनुभएको आएको 2 साल भयो कति महिनाको स्यालेरी रोकेको छ 10 महिना 10 महिनाको स्यालेरी रोकेको छ अनि यो क्याम्पमा बस्नुभएको कति महिना भयो यो क्याम्पमा बसेको 2 महिना भयो 2 महिना भयो कोही 2 महिना कोही 4 महिना होइन त्यस्तो हुनुहुन्छ होइन अरू साथीहरू 4 महिना बसेको थियो फेरि हामी कामबाट आएर 2 महिना भयो बसेको कम्पनीलाई स्यालेरी दिए भन्दाखेरि के भन्छ कम्पनीलाई त्यहाँ साइडमा हुँदाखेरि कम्पनीलाई आज दे भोलि दे भन्दै नदिएर त्यहाँको काम गर्ने कम्पनीले ल्याएर यहाँको मान्छेलाई बोलाएर हाम्रो कम्पनीको त्यहाँ नगएर फेरि त्यहाँबाट रिलिज गरेर हामी आएको कति लाख तिरेर आउनुभयो 1.75 तपाईँको मेन भनेको हो दलाली भन्ने आउने मामा पर्छ दीपक बुढा होइन दीपक बुढा हो। त्यस पछाडि मेन भनेको राजेन्द्र पाण्डे, त्यस पछाडि छ अर्को अमरी, 3 जना हो हामीलाई धेरै फसाउने। काठमाडौँमा फसाउने यहाँ ल्याएर गर्ने को दीपकले अर्कोलाई गरेर 3 जना हो हाम्रो पैसा खाने पनि तर खाएको त्यसले केही गर्न सकेन तर अहिले सम्पर्कमै छैन। अनि टङ्क पाठक पनि भन्नुभएको थियो तपाईँलाई टङ्क पाठक मेन भइहाल्यो त्यो त मेन टङ्क पाठक हुनुहुन्छ कहाँको हुनुहुन्छ झापाको हुनुहुन्छ ल धन्यवाद तपाईँलाई नमस्ते दाजु घर कुन ठाउँ सप्तरी जिल्ला हो हजुर अनि यहाँ आउनुभएको कति भयो 24 महिना 26 महिना 26 महिना भयो 26 महिना भयो कति महिनाको स्यालेरी रोकेको छ 6 महिना होइन 7 महिना जति भइसक्यो 7 महिनाको स्यालेरी दिएको छैन हजुर यो क्याम्पमा बसेको कति भयो यता त मलाई 2 महिना भयो जति 2 महिना भयो अनि खानापिना आफै व्यवस्था गर्नुभएको छ कि कसरी त्यति कचरा टिपेर यताउति गरेर पनि त्यो गुजार काटेर छु कति लाख तिरेर आउनुभयो अरे हामी चाहिँ 2,20,000 तिरेर आएको 2,20,000 अनि त्यसपछि के छ घरको अवस्था गाह्रो छ नि अहिलेसम्म 7 महिनासम्म त्यो पैसा पठाएको छैन गाह्रो होला नि घर परिवारलाई एकदम गाह्रो छ धेरै गाह्रो छ नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ नेपाल सरकारले यही भन्न चाहन्छु कि भने त्यो हाम्रो चाहिँ छिटोसँग त्यसो गरिदिनुहोस् उद्धार छिटोभन्दा छिटो उद्धार हुन पर्यो भन्न चाहनुहुन्छ थ्याङ्क यू ल नमस्ते हजुर नमस्कार घर कुन ठाउँ हजुर उपेन्द्र चौधरी मेरो घर उदयपुर जिल्ला
म सनराइज ग्लोबल मेन पावरबाट आएको दमाग एक्सिस भनेर यता WKCमा हालिदियो। कम्पनीको नाम रहेछ वर्ल्ड किङडम कन्ट्याक्ट कम्पनी। हामी आएको 26 महिना भइसक्यो। हामीले स्यालेरी नपाएको 7 महिना भयो। कम्पनीले पैसा दिन मानिरहेको छैन, केही गर्न दिइरहेछ, न खाना दिइरहेछ, न स्यालेरी दिइरहेछ टाइममा, न घर पठाउँछ। यति भन्न चाहन्छु नेपाल सरकारलाई, हामीलाई छिटोभन्दा छिटो उद्धार गरिदिनु होला। अनि कति भयो यो क्याम्पमा बस्नुभएको? यो क्याम्पमा भएको 2 महिना भइसक्यो। 2 महिना भयो। कति लाख तिरेर आउनुभएको? म 1,90,000। अनि दलालीको नाम के हो? दलालीको नाम शुभकरण चौधरी, सिराहा जिल्लाको। सिराहा जिल्लाको। मेन भनेको कुन हुनुहुन्छ? टङ्कपाटक झापाको। टङ्कपाटक झापाको हुनुहुन्छ। अहिले सम्पर्कमा हुनुहुन्छ कि नै? छैन, सम्पर्कमा हुनु। उहाँ अहिले हुनुहुन्छ, सम्पर्कविहीन हुनुहुन्छ? हजुर हजुर, सम्पर्कविहीन हुनुहुन्छ। त शुभकरण पनि सम्पर्कविहीन हुन्छ। जुन दिनदेखि म यहाँ आएँ एयरपोर्टमा, त्यो दिनदेखि शुभकरण चौधरी पनि बिजी हुनुहुन्छ। अनि केही लाग्दैन। अब हिजो बेलुका यहाँ अनि अब सबै रुमहरू लक गरिदियो भन्ने कुरा हजुर हजुर, हामी चाहिँ बेलुका 6 बजेदेखि हामीलाई बाहिर राखेछ, ताला बन्द गरेर। खाना केही खानुभएको छैन अहिले? खानासाना केही खाएको छैन अहिलेसम्म। गाह्रो छ अवस्था। गाह्रो छ जिन्दगी। नेपाल सरकारले सुख पाउनुभन्दा दुःख पाए यता। हजुर, घर परिवारलाई एकदम धेरै अवस्था गाह्रो छ। बालबच्चा पढाइ लेखाइ गर्नुपर्छ होइन त? हजुर त्यसो भने हिजो बेलुका रातिबाट बाहिर निकालिदियो। हजुर। अहिले कहाँ सुत्नुभयो हिजो बेलुका? हामी त छतमा। छत कहाँ? यतैतिर सुत्नुभयो? हाम्रो हेर्नु होला। यतैतिर सुत्नुभयो हिजो? हजुर। मोबाइल चार्जहरू पनि यतैतिर गर्नुभएको रहेछ। यतैतिर ब्ल्याङ्केटहरू ल्याएर यतैतिर सुत्नुभएको रहेछ। सामान यहाँ फाल्नुभएको छ। उता पनि राख्नुभएको छ सामानहरू, धेरै बेडहरू राख्नुभएको छ। अरू पनि देखाउने छु। तल कोही गल्लीमा हुनुहुन्छ। ल, सामानहरू रुम लक गरेर यतैतिर राख्नुभएको रहेछ। यहाँ पनि रुम रहेछ। हिजो बेलुका चाहिँ यहाँको चाहिँ बाहिर गइसक्नु भएको रहेछ होइन। अनि यताको रुम चाहिँ लक छ। अनि यता पानीको धारा, यता चाहिँ टोइलेट बाथरुम है, त्यति सुविधा छैन। र सबैजना यतै हुनुहुन्छ। जुम्लाको 2 जना दाइहरू र यता हाम्रो कहाँ अरे उदयपुर जिल्लाको हुनुहुन्छ यता। उहाँ पनि अब यतैतिर हुनुहुन्छ। अब हाम्रो सामानहरू यसरी बिजोग तरिकाले फाल्नु भएको छ है। उहाँहरूलाई क्याम्पबाट बाहिर निकालिदिएको अवस्थामा यसरी नै फालिदिएको रहेछ। सामानहरू यस्तो बिजोग अवस्थामा छ, कसरी के गर्ने भन्ने कुराहरूमा हुनुभएको छ। तपाईँले यो भिडियो हेर्नुभयो भने पक्कै पनि सबैजनाले होइन सक्दो सेयर गऱ्यौँ। अनि हामीले सम्बन्धित व्यक्तिसँग पुर्याउने एउटा यो भिडियो बनाएको हो। हाम्रो सिधा कुरा जनतासँग एउटा पठाउँछु भनेर हामीले बिहान पनि भन्नुभएको थियो। उहाँसम्म हामीले यो भिडियो उहाँलाई पठाइदिनेछौँ एकछिनमा भन्दै। अब लास्टमा केही भन्न चाहनुहुन्छ तपाईँ? यता आउनुहोस् त। फेरि भन्नु न, केही भन्न चाहनुहुन्छ? मेरो नाम सज्जन कुमार मण्डल हो। हजुर। मेरो साउदी अरबियामा धेरै बिजोगमा परेको छु। यहाँ धेरै हिजै बेलुका रुमबाट निकाल्नु। सामान यसरी गल्लीमा फाल्नु भएको रहेछ है? गल्लीमा त्यतिकै फाल्नु भएको। छतमाथि गएर सुतेको थियो। केही खाएको छैन अहिलेसम्म। नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ? नेपाल सरकारले यति भन्न चाहनुहुन्छ कि धेरैभन्दा धेरै हामीहरू यताबाट उद्धार गरिदिनु होला, त्यति चाहनुहुन्छ। हस्, थ्याङ्क यू, धन्यवाद। त्यही भएको कारणले म यहाँसम्म आइपुगेको थिएँ। उहाँहरूको बिजोग देख्दै गर्दा कोही गल्लीमा बस्नुभएको छ, सामानहरू यसरी फाल्नु भएको रहेछ, यसरी फाल्नु भएको छ होइन। ग्यास यसरी राखेर होइन, अलिकति चामल हुने जतिले योमा पकाएर खानु हुँदो रहेछ होइन। पानी त्यहाँ राख्नु भएको छ। ल, हाम्रो दाइहरूले गरेको खेती किसानी होइन, जति दुःख गरे पनि होइन नहुने परदेशमा हेर्नुहोस्। यो पेप्सीको बोतलहरू तपाईँको उयो गरेर देखाउँदै यो बोतलहरू टिपेर बेचेर होइन 5-10 रुपियाँ कमाएर चामल खरिदेर उहाँहरू खानु हुँदो रहेछ। सक्दो तपाईँहरू जहाँसम्म लाग्छ छिटै उद्धार गराइदिएको भए हुन्थ्यो नेपाल सरकारले जस्तो लाग्छ मलाई होइन। हाम्रो जुम्लाको दाइ हेर्नुहोस् त, यस्तो बिजोग अवस्थामा हुनुहुन्छ। यो अवस्था देख्दै गर्दा कसको मन रुन्न होला र होइन। त्यही पनि यस्तो अवस्था होइन, पेप्सीको बोतल सिधै बेच्दै
थोरै भए पनि आफूले खर्च जुटाउने प्रयास गर्नुभएको छ। हस्, थ्याङ्क यू। सबैजनाले माया गरिदिनु, सबैजनाले साथ सपोर्ट दिनुपर्छ भन्ने मलाई लाग्छ। जसम्म यो भिडियो भनेको हाम्रो सम्बन्धित व्यक्ति सिधा कुरा जनतासँग जानेछ। पक्कै पनि लास्टमा के बोल्नुहुन्छ भाइ? यस्तै त हो नि, अब हालचाल सबै हालतहरू देखिसक्यो होइन। हजुर। हाम्रो यस्तै छ के अरे, अब बसेर खाने ठाउँ छैन, अब यस्तो भिडियो सुत्ने ठाउँ छ। अब के गरौँ, जति सक्दो हुन्छ हामीलाई अब उद्धार नै चाहन्छौँ। हामीले जति सक्दो छिटो उद्धार गरिदिएको भए हामीलाई एकदमै सुरक्षा हुने थियो, आफू बाँचेको महसुस हुने थियो होइन। र यहाँ त बाँचेर पनि मरेको जस्तो महसुस भइरहेको छ। यहाँ कुनै पनि हालतमा छैन। यति यस्तो हालतले बसियो भने हामी कहिले के कतिखेर के हुन्छ भन्ने कुरो हामीलाई आफैलाई पनि थाहा छैन। न त बिमारी भयो भने दबाई गर्न पाइएको छ। अस्ति तपाईँ बिरामी भयो भन्ने कुरा सुनेको थिएँ मैले। बिमारी भयो नि, 1 हप्ता पुरा बिमारी भयो। म त ज्वरो आएर खोकी लागेर हालत खराब भयो, घाँटीमा टन्सिल बढेर त्यही पनि दबाई खानु नपाएर कति गाह्रो भयो। थ्याङ्क यू दाइ। चाँडोभन्दा चाँडो उद्धार गराइदिनु भन्न चाहनुहुन्छ पक्कै पनि होइन। नेपालीको अवस्था देख्दै गर्दा यो जुबियलको ठाउँमा होइन सामानहरू सबै बाहिर फालेर बिचरा यसरी सुत्नुहुन्छ। कहाँ जाने र कस्तो गर्ने भन्ने अवस्थामा हुनुहुन्छ भन्दै हाम्रो सिधा कुरा जनतासँग यो भिडियो जानेछ भन्दै थ्याङ्क यू। सबैजना जो जति जोडिनुहुन्छ यो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। सक्दो सम्बन्धित व्यक्तिसम्म पुर्याउने प्रयास गरिदिनु होला पनि भन्न चाहन्छु।